आखिरी दिनहरूमा परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन न्यायको काम कसरी गर्नुहुन्छ? त्यसो भए परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न न्यायको काम ठ्याक्कै कसरी गर्नुहुन्छ? पहिले हामी केही खण्डहरू पढौँ र त्यसपछि हामी पूर्ण रूपमा स्पष्ट हुनेछौँ। प्रभु येशूले भन्नुभयो, किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनु भएको छ र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ। अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर जब उहाँ सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ। तपाईको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्। तपाईको वचन सत्यता हो। न्यायको काम परमेश्वरको आफ्नै काम भएको हुनाले प्राकृतिक रूपमा यसलाई परमेश्वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ। उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानव जातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले मानिसमाझ यो काम गर्नका लागि परमेश्वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्वरको न्यायको काम यही नै हो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई खुलासा गर्न र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरमा निष्ठावान हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ र साथसाथै परमेश्वरको बुद्धि र स्वभाव र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्त रूप र उहाँ विरुद्धको शत्रु शक्ति हो भन्ने सन्दर्भमा बोलिएको हुन्छ। उहाँको न्यायको काम गर्दा परमेश्वरले मानिसको प्रकृतिलाई एक दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न। उहाँले लामो समयसम्म खुलासा र काटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काटछाँट गर्ने यी सबै फरक फरक विधिहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ। यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय र परमेश्वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउन दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सार चाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो र जीवनलाई खोल्नु हो।
यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो। यी खण्डहरू पढेपछि यो स्पष्ट हुन्छ कि आखिरी दिनहरूमा परमेश्वर सत्यता व्यक्त गर्न र न्यायको काम गर्न मानिसको पुत्रका रूपमा देहधारी बन्नुहुन्छ। यो कामले मानिसहरूका विभिन्न शैतानी स्वभावहरू र शैतानले मानिसहरूमा हालेका विभिन्न गलत विचार र दृष्टिकोणहरूलाई खुलासा गर्छ। परमेश्वरको हरेक वचनले अख्तियार बोकेको हुन्छ र परमेश्वरले मात्र मानिसको भित्री हृदयको छानबिन गर्न सक्नुहुन्छ र हाम्रो भ्रष्ट प्रकृतिका हरेक प्रकटीकरण, हाम्रो अहङ्कार, छलीपन र दुष्टतालाई खुलासा गर्नुहुन्छ। यी वचनहरूले परमेश्वरमा मानिसहरूको विश्वास पछाडिका लुकेका मनसायहरू र तिनीहरूका हृदयको गहिराइमा लुकेका मानिसहरूका कार्यहरूलाई प्रेरित गर्ने स्वार्थी अभिप्रायहरूलाई प्रकट गर्छन्। आफ्नो कुरूपता र फोहोरीपनको यस्तो पूर्ण खुलासाको सामना गर्दा मानिसहरूले अत्यन्तै लज्जित महसुस गर्छन् र परमेश्वरको सामु खडा हुन आफूलाई अयोग्य ठान्छन्। मानिसहरूले साँचो रूपमा सत्यता बुझ्न र प्राप्त गर्न साँचो रूपमा तृष्णा गर्ने क्षण यही नै हो। मानिसहरूले सत्यता अभ्यास गर्दै जाँदा तिनीहरूले परमेश्वरमा समर्पित हुन सिक्छन् र जब मानिसहरूले सत्यता बुझ्न र परमेश्वरका वचनहरू अनुसार जिउन सक्छन्, तिनीहरूको जीवन स्वभाव परिवर्तन हुन थाल्छ। तिनीहरूका शैतानी स्वभावहरू फालिन्छन्, हटाइन्छन् र पखालिन्छन्। यी कुराहरू तिनीहरूका हृदयबाट मेटाइन्छन्। तब मात्र मानिसहरूले शुद्ध पारिने, प्रतिरोध बिना परमेश्वरमा समर्पित हुने मानिसहरू बन्ने र अन्ततः उहाँको राज्यमा लगिने आशा राख्न सक्छन्। यो परमेश्वरका वचनहरूद्वारा शुद्ध पारिने प्रक्रिया हो। त्यसैले न्यायको काम कुनै एक क्षणमा हुँदैन, न त कसैले कल्पना गरे जस्तो एक दुई दिनमा नै हुन्छ। आखिरी दिनहरूमा परमेश्वर व्यक्तिगत रूपमा देहधारी बनेर न्यायको काम गर्न धेरै वचनहरू व्यक्त गर्नुहुनेछ र मानिसहरूको भ्रष्टतालाई खुलासा गर्न र तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्ने बाटो देखाउन वचनहरू प्रयोग गर्नुहुनेछ। न्यायको काम गर्न परमेश्वर देहधारी बन्नुहुने यो प्रक्रिया सत्यता व्यक्त गर्ने प्रक्रिया नै हो। यसले मानिसहरूलाई परमेश्वरका वचनहरू अनुसार आत्मचिन्तन गर्न र आफूलाई चिन्न, यसमार्फत आफ्नो भ्रष्ट स्वभावलाई फाल्न र साँच्चै परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन र परमेश्वरद्वारा पूर्ण रूपमा मुक्ति दिइने मानिसहरू बन्न अनुमति दिन्छ। सारमा, जब प्रभु सत्यता व्यक्त गर्न देहमा फर्कनुहुन्छ, उहाँले मानिसहरूलाई मुक्ति दिन न्यायको काम गरिरहनु भएको हुन्छ। यदि मानिसहरूले उहाँले व्यक्त गर्नुभएको सत्यतालाई स्वीकार गरेनन् वा उहाँको आवाज सुनेनन् भने तिनीहरूले कहिल्यै प्रभुलाई स्वागत गर्न सक्ने छैनन्। परमेश्वरले यो काम गर्नै पर्छ, किनभने सबै भ्रष्ट मानव जातिमा उहाँको प्रतिरोध गर्ने प्रकृति छ। यो भ्रष्ट स्वभाव नै मानिसहरूको परमेश्वर विरुद्धको विद्रोहको जड हो र यो समाधान गर्न सबैभन्दा कठिन कुरा हो। यो केवल परमेश्वरका वचनहरूको न्याय र सजाय साथै परीक्षाहरू र शोधनद्वारा मात्र समाधान हुन सक्छ। त्यसैले नै मानिसहरूले साँचो समर्पणता, साँचो आराधना र पूर्ण मुक्ति हासिल गर्न परमेश्वरको न्यायको काम स्वीकार गर्नै पर्छ। उदाहरणका लागि, परमेश्वरको न्यायको कामलाई डाक्टर कहाँ जाने बिरामी जस्तै सोच्नुहोस्। जब एक बिरामी अस्पताल पुग्छ, डाक्टरले तुरुन्तै शल्यक्रिया गर्दैन वा औषधि दिँदैन। पहिले सही उपचार निर्धारण गर्न
उसले रोग पत्ता लगाउनै पर्छ। परमेश्वरको न्यायको काम पनि उस्तै हो। उहाँले पहिले मानिसहरूलाई झुट बोल्नु, ईर्ष्या गर्नु, अहङ्कार, आत्मधार्मिकता इत्यादि जस्ता तिनीहरूका कुन व्यवहारहरू पापी र उहाँप्रति प्रतिरोधी छन् भनी देखाउन सत्यता व्यक्त गर्नुहुन्छ। त्यसपछि उहाँले मानिसहरूलाई यी भ्रष्ट स्वभावहरू कसरी समाधान गर्ने भनी बताउनुहुन्छ र अन्तमा उहाँले मानिसहरूलाई साँचो मानिसको रूपमा कसरी जिउने भनी देखाउनुहुन्छ। परमेश्वरका वचनहरू पढेर मानिसहरूले बिस्तारै पापबाट मुक्त हुने र शुद्धिकरण प्राप्त गर्ने बाटो भेट्टाउँछन्। परमेश्वरको न्यायको प्रक्रिया डाक्टरले बिरामीको उपचार गरे जस्तै हो। परमेश्वरले सत्यता उहाँका वचनहरूलाई उपचारका रूपमा प्रयोग गर्नुहुन्छ। धर्मशास्त्र र परमेश्वरका वचनहरूले प्रभु येशू पृथ्वीमा विश्वासीहरूमाझ न्यायको काम सुरु गर्न देहमा फर्कनुहुनेछ भन्ने देखाउँछ। यसले एउटा प्रश्न खडा गर्छ, परमेश्वरले पृथ्वीमा न्यायको काम गर्न फेरि किन देहधारण गर्नुपर्छ? देहधारी बनी पृथ्वीमा आएर मात्र परमेश्वरले मानिसहरूसँग वास्तविक ठोस सम्पर्क राख्न सक्नुहुन्छ। उनीहरूसँग जुनसुकै समय जुनसुकै ठाउँमा बोल्न र सत्यताको सङ्गति गर्न सक्नुहुन्छ। मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू अनुसार उनीहरूलाई खुलासा र न्याय गर्न सक्नुहुन्छ र मानिसहरूका आवश्यकता अनुसार उनीहरूलाई मलजल गर्न, रेखदेख गर्न र सहारा दिन सक्नुहुन्छ। अनि यसरी मानिसहरूलाई परमेश्वरका स्पष्ट अभिप्राय र मागहरू दिनुहुन्छ। यसले मानिसहरूलाई परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू साँच्चै बुझ्नका लागि उहाँका वचनहरू आफ्नै कानले सुन्न अनुमति दिन्छ। के मानिसहरूले सत्यता र मुक्ति प्राप्त गर्ने सबैभन्दा प्रभावकारी तरिका यही नै होइन र? यसबाहेक जब परमेश्वर एक साधारण सामान्य व्यक्तिका रूपमा देहधारी बन्नुहुन्छ, के मानिसहरूले धारणाहरू राख्न सक्छन्? के तिनीहरूले विद्रोह गर्न सक्छन्? अवश्य सक्छन्। जब मानिसहरूले यो सामान्य देखिने व्यक्तिको प्रतिरोध गर्छन्, तिनीहरूले केही नभने पनि र यसलाई लुकाउने प्रयास गरे पनि परमेश्वरले तिनीहरूको हृदयभित्र देख्न सक्नुहुन्छ र उहाँले मानिसहरूभित्र लुकेको कुरालाई सिधै र गहन रूपमा खुलासा गर्नुहुनेछ। त्यसैले परमेश्वर देहधारी बन्नु नै मानिसहरूको विद्रोहीपन र प्रतिरोधलाई प्रकाश गर्ने सबैभन्दा राम्रो तरिका हो, जुन न्यायको कामका लागि अत्यावश्यक छ। यदि परमेश्वरको आत्माले मानिसहरूसँग सिधै बोल्नुहुन्थ्यो त तिनीहरू पक्कै पनि डराउने थिए। त्यसो भए मानिसहरूले कसरी परमेश्वर सामु आफ्नो हृदय खोल्न र उहाँसँग कुराकानी गर्न सक्थे? त्यसो भए मानिसहरूले कसरी सत्यता बुझ्न सक्थे? आत्माको उपस्थितिमा कसले चाहिँ विद्रोही वा प्रतिरोधी हुने आँट गर्ने थियो र? कसैले पनि गर्ने थिएन। मानिसहरू काम्ने थिए, डरले भुइँमा लड्ने थिए। यदि मानिसहरू डरले स्तब्ध भए भने मानिसहरूको साँचो प्रकृति कसरी प्रकाश हुन सक्थ्यो? मानिसहरूको न्याय गर्न के प्रमाण हुन्थ्यो र? त्यसैले आत्माको कामले मानिसहरूको साँचो स्थितिलाई बाहिर निकाल्न र प्रकाश गर्न सक्दैन। त्यसैले यसले न्यायको काम पुरा गर्न सक्दैन। तर देहधारी बन्नुहुँदा परमेश्वरले अझ बढी उत्तम परिणामहरू हासिल गर्न सक्नुहुन्छ। के त्यसो होइन र?